हाम्रो चाहिँ यो रेलिङ पनि हालिसकेको छ। यो डिजाइनवाला रेलिङ राखिसके पछाडि चाहिँ यहाँ फिनिसिङ गरेर यो फुटिङ लगाएर चाहिँ अनि प्राइमर गर्दैछ। यो तलको रेलिङ सबै रेडी भइसकेको छ। यो माथिपट्टि चाहिँ देख्न सक्नुहुन्छ हामीले टफनको लागि चाहिँ यो डिजाइन गरिरहेको छ। टफन ग्लास राख्ने माथिहरू बनाउने, तलपट्टिको चाहिँ डिजाइन यो छ। अनि यो बिचको देखिरहनु भएको छ यो लाइनको ग्यापमा पनि हाम्रो चाहिँ बुट्टा आउनु बाँकी नै छ। सिएनसी बुट्टा कटिङ गरेर लिएर हाल्छौँ यसमा चाहिँ। सो एकदम दामी हुन्छ। त्यस पछाडि म देखाउँछु तपाईँहरूलाई यो फिट गरिसके पछाडि कस्तो हुन्छ। सो तपाईँहरूको घरमा पनि यसै गरी टफन रुफ अनि रेलिङको डिजाइनहरू नयाँ नयाँ डिजाइन गर्नु परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।